यो चाहिँ खास हाम्रो बिहानको समयमा चाहिँ बनाउने गर्छौँ र कहिलेकाहीँ चाहिँ डिमान्ड हुँदाखेरि अहिले हाम्रो युवा साथीहरूले डिमान्ड गर्नुभएको हुनाले बन्दैछ। अहिले जमराको जुस बन्दैछ। नमस्कार, म आज नासो एग्रीमा आइपुगेको छु। हिजो कोदाली भेन्चासमा थिएँ। मैले जुम्लाको स्याउबाट चाहिँ मैले सुरुवात गरेको थिएँ हैन। त्यसमा चाहिँ हाम्रो स्मार्ट कृषिको अनिलजीसँग सहकार्य गरेर मैले चाहिँ जुम्लाको स्याउको मात्र बिक्री वितरणको चाहिँ काम गरेको थिएँ। त्यहीँबाट नै मलाई चाहिँ स्वदेशी उत्पादनमा चाहिँ मैले केही गर्नुपर्छ है। स्वदेशमा बसिसकेपछि कम्तीमा जस्टिफाई हुने चाहिँ मेरो कृषि नै हो। त्यसमा पनि अझ रहिथाने हो, किन म त विदेश गएको छैन, स्वदेशमै छु भनेपछि नेपाललाई मैले केही एउटा भए पनि इट्टा थप्न सक्छु भनेपछि त्यो कृषि हो भन्ने हिसाबले म चाहिँ कृषिमा पनि एकदमै तपाईँको रहिथाने उत्पादनहरू, सिजनल फलफुलहरूको चाहिँ म प्रसारमा र बिक्री वितरणमा छु। रैथाने अथवा नेपाली उत्पादनलाई प्रशोधन गर्ने अथवा बेच्ने व्यक्तिहरूको कहाँ म पुग्ने गर्छु र आज पवन मल्लको यो नासो एग्रीमा आइपुगेको छु। उहाँले चाहिँ किसानको नासो उपभोक्तालाई जिम्मा लगाउन खोजे अरे। उहाँले त्यो अर्थसहित उहाँले नासो एग्री राख्नु भएको हो। किसानको नासोलाई चाहिँ उपभोक्तासम्म पुर्याउने भनेर मैले नासो भनेर मैले चाहिँ नामाकरण गरेर पसलको व्यवसाय गरिसकेको छु भनेपछि यसमा एकदमै छ सर समस्या। यो रैथाने उत्पादन मात्रै होइन कि कुनै पनि उत्पादन त देशमा भइराखेको छैन, हामी सबै आयात गरिराखेका छौँ भनेपछि यसमा समस्या छ सर होइन। यसको लागि चाहिँ अब राज्यले पनि मिनिमम कुराहरू जस्तो काम गरिराखेको व्यक्तिहरूको चाहिँ उत्पादनलाई चाहिँ मिनिमम सपोर्ट प्राइस त हुनु पर्यो एउटा होइन। उत्पादन गरिसकेपछि मैले चाहिँ कम्तीमा यतिसम्म बेच्छु है बजारमा भन्ने चाहिँ त्यो त सरकारले चाहिँ एउटा निर्धक्क हुने वातावरण बनाइदिनु पर्यो। अनि अर्को कुरा के हुन्छ भन्दाखेरि अब केही कदम कदाचित जस्तो हाम्रोमा मेवा आइरहेको थियो रेगुलर, उसको चाहिँ असिना पानीले सबै ध्वस्त भयो भनेपछि एउटा किसानले उत्पादन गरेको कुरा यदि केही गर्दा चाहिँ तपाईँको सबै कुरा चाहिँ डामाडोल भयो भने अनि त्यसको के त भन्दा अब इन्सुरेन्सको कुराहरू कम्तीमा एउटा बिमाको कुरा अनि त्यसपछि मिनिमम सपोर्ट प्राइस भयो भने चाहिँ गर्न सक्छन् सर सबैले। मैले पनि गर्न सक्छु, म पनि उत्पादनमा जोडिन सक्छु। उत्पादनमै लागेको मान्छे भनेपछि समस्या त्यति हो। त्यसमा चाहिँ राज्यले होइन स्थानीय सरकारले सम्बोधन गर्यो भने जोडिनुहुन्छ, भविष्य छ, जोडिनुहुन्छ। यहाँ चाहिँ गजब छ। एलोभेरा र जमराको जुस पाइन्छ। यहाँ केरा छ, त्यसो लोकल केरा भयो। जमराको जुस चाहिँ एमएलमा के तपाईँ 30 ml खानुभयो भने चाहिँ गाउँको जमराको जुस 30 ml खानुभयो भने 30 रुपियाँ तिर्नु पऱ्यो क्या। यो चाहिँ खास हाम्रो बिहानको समयमा चाहिँ बनाउने गर्छौँ र कहिलेकाहीँ चाहिँ डिमान्ड हुँदाखेरि अहिले हाम्रो युवा साथीहरूले डिमान्ड गर्नुभएको हुनाले बन्दैछ। अहिले जमराको जुस बन्दैछ। यो बन्दै गर्छ जुस चाहिँ। अब यो जुस खाँदा खास के फाइदा हुन्छ स्वास्थ्यको लागि? यसको त एकदमै फाइदा छ सर, एकदम कति फाइदा छ भने यसको चाहिँ धेरै नै फाइदा छ सर होइन। त्यसमा मेन भनेको यसले चाहिँ मेन चाहिँ क्यान्सरको कोशिकाहरूलाई पनि मार्ने काम गर्छ। नेपालमा चाहिँ जसले चाहिँ जमरा भित्राउनु भयो उहाँले चाहिँ जमराको जुस खाएर नै क्यान्सरलाई चाहिँ ठिक गरेको भन्ने कुराहरू छ होइन। अनि सुगर प्रेसरहरूलाई पनि प्रेसरको बिरामीहरूले पनि एकदम रेगुलर कन्ज्युम गर्नुहुन्छ जमराको जुस होइन। यो चाहिँ हेल्दी हुन चाहनेले चाहिँ एकदम विभिन्न रोगहरूबाट बच्नको लागि चाहिँ यो कन्ज्युम गर्नुहुन्छ। यो बिहानमा अलिक बढी मानिसहरू बिहान मात्रै एकदम बढी चाहिँ बिहान, तर दिउँसो बेलुकातिर पनि खाली पेटमा हुँदा खानुहुन्छ। खाली पेटमा खायो भने गजब हुन्छ। यो गजब हुन्छ, गजब हुन्छ। अनि कसरी दिनुभएको छ यो? यो चाहिँ 30 ml को 30 रुपिस, 60 ml को 60 रुपिस। एमएलमा भनेपछि यो ब्रान्डेड रक्सी जसरी नै एमएलमा नापेर यो यसको लाभ चाहिँ रक्सीको तुलनामा अथाह छ, त्यससँग तुलना गर्न मिलेन। तर त्यो नाप्दा चाहिँ मजाले मिलाएर अहिले हामी कति रुपियाँको दिँदैछौँ? यो हामीले 30 ml को 30 रुपिस। अहिले प्राइस हामीसँग छैन, खासै फिक्स छैन। 30 ml दिँदैछौँ हामीले। ल यो चाहिँ तपाईँले लेख्नु भएको छ कि सुत्केरी र गर्भवती महिलाले खानु हुँदैन भन्नुभएको छ। हजुर, उहाँले खाँदा चाहिँ के हुँदो रहेछ, केही छ ज्ञान तपाईँलाई? मेन चाहिँ तपाईँको अब उहाँहरूको त्यो समय भनेको अलिकति क्रिटिकल सेन्सिटिभ समय हो नि त होइन। यस्तो कुराहरूले अलिकति साइड इफेक्ट गर्न सक्छ कि भनेर चाहिँ वैज्ञानिक कारणै भएर चाहिँ खान मिल्दैन भन्ने भएको त्यही होइन कि वैज्ञानिक कारण। यो दिन तयार भइसक्यो अब होइन। पसल अलिक खाली भएको अवस्था परेछ, उहाँले सामान भर्दै हुनुहुन्छ। अहिले सामान अलिक पातलो देख्नुहुन्छ होला, केही छैन। उहाँले जुन कोसिस गर्नुभएको छ बडो गजबको छ। यता सिमी, चामल, कागुनो, कोदो, फापर
मह घिउ सक्खर आयुर्वेदिक जडीबुटी वस्तुहरू भनेको यो गाउँमा उत्पादन हुने रैथानी अथवा लोकल बालीहरू है। 77 जिल्लामा जति पनि किसानहरू हुन्छ उहाँहरूको नासो चाहिँ उपभोक्तासम्म पुर्याउने भनेर नासो पसल हामीले सञ्चालन गरेका छौँ। यसमा अहिले चाहिँ पछिल्लो समय अलिकति बढी जाने भनेको कर्णाली प्रदेशमै उत्पादन हुने त्यहाँको मार्सी चामलहरू, त्यहाँको सिमीहरू होइन। त्यस पछाडि त्यहीँकै तपाईँको चाहिँ अलिकति गेडागुडीको अन्य जति पनि भेराइटीहरू छ, जस्तो सुर्खेतको यो तपाईँको यो दाल छ होइन, मास दाल छ। त्यस पछाडि अहिले पछिल्लो समय चाहिँ दोलखासँग म कनेक्टेड भएर काम गरेको छु, त्यहाँको छुर्पी छ हामीसँग होइन। त्यसपछि दोलखाकै हाम्रो खुर्सानी छ र अहिले तराईको चाहिँ केही बर्दिया बाँकेतिरको चाहिँ दाल गेडागुडीहरू छ, तपाईँको राजमा छ, मसुरो छ, यस्तो कुराहरू राम्रै जान्छ यसमा। अनि प्लस सिजनल फ्रुट्सहरू त तपाईँको जताकतैकै आउँछ सिजनको कुरा। भनेको यो भिडियो हेरिसकेपछि म तपाईँको यो नासो एग्रीबाट चाहिँ सामान लिन्छु भनेर तपाईँलाई फोन गरेँ भने होम डेलिभरी पाउँछन्? मजाले छ, होम डेलिभरी पनि छ, त्यसमा पसलमा आएर किन्छु भन्ने पनि छ र किसानहरूले पनि बेच्ने थलो, उपभोक्ताहरूले पनि किन्ने थलो। किसानको नासो चाहिँ हामीले उपभोक्तासम्म पुर्याउने जमर्को गर्दैछौँ नासो एग्रीबाट छ। अर्ग्यानिक चिजहरू, फलफुलहरू, गेडागुडीहरू, खाद्यान्नहरू चाहिँ टक्क बोक्ने जाने भान्सा सुधार्ने अभियानमा उहाँहरू पनि लाग्नु भएको छ। र पश्चिम रुकुममा जन्मेका पवन मल्ल पढ्दा पढ्दै कलेज पालन गर्नुभयो। बिबी अध्ययन गर्दै गर्दाखेरि नै म विदेश जाँदिनँ, स्वदेशमै केही व्यवसाय गर्छु भन्ने त्यो मेरो माइन्डमा थियो। त्यसै क्रममा चाहिँ मैले साथीहरूसँग मिलेर चाहिँ कालिज फार्म खोलेको थिएँ। कालिज फार्म हामीले लगातार 2-3 वर्षसम्म सञ्चालन गर्दा पनि त्यति राम्रो गर्न नसकिसकेपछि मैले अरू सेक्टरमा पनि काम गरेँ, जागिर गर्दै व्यवसाय पनि सुरु गरिराखेका थिएँ। मनोहरा क्षेत्र, यो करिडोर क्षेत्रमा तपाईँ आउनुभयो भने बाटैमा तपाईँ पाइहाल्नुहुन्छ नासो एग्रो। र तपाईँ यहाँ आउनु पाउनु भन्यो भने फोन नम्बर म तपाईँलाई डिस्प्ले गरिदिन्छु। फोन नम्बर फोन गरेर तपाईँलाई मगाउनु भयो भने तपाईँको घरसम्म नै आइसक्छ। उहाँले आज धेरै काफल बेचेको अनुभव उहाँले सुनाउँदै हुनुहुन्थ्यो। काफलको माग चाहिँ यो सिजन पनि हो, यो सिजनको अवस्थामा माग चर्को छ, उच्च छ र उहाँले डेलिभरी गरिदिने कतिपय ठाउँमा चाहिँ राइडरलाई पठाइदिने काम पनि गर्नुभएको छ। जे छ उहाँले सानैदेखि खाएर आएको चिज सहरमा पनि अहिले बेच्न थाल्नु भएको छ। 77 जिल्लाको खानेकुराहरू यो र्याकमा राख्ने होइन, भनेको 77 जिल्लाको खानेकुराहरू चाहिँ पाइने ठाउँ बनाउने उहाँको सपना छ। यो सपना पनि चाँडै पुरा होस्, हाम्रो शुभकामना छ। आज तपाईँ काफल बेच्दै हुनुहुन्थ्यो होइन? हामीसँग भेट्नुभन्दा अगाडि मजाले सर आज मैले खाजा पनि काफलै खाएँ होइन। एकदम काफलकै र आरुको उसमा छु म त एकदम रस। भनेको बजारमा काफलप्रतिको मोह हुन्छ नि, कस्तो रहेछ खास? मैले त एकदमै नसोचेको यसमा मैले पाएँ अनुभव सर होइन। किनभने काफल भन्ने चाहिँ मलाई यति चाहिँ थाहा थियो कि सबैको जनजनको जिब्रोमा छ, दिमागमा छ भन्ने चाहिँ थाहा थियो, तर यति धेरै चाहिँ माग छ बजारमा भन्ने चाहिँ मलाई थाहा थिएन होइन। मैले चाहिँ यसमा के मात्रै दिन खोजेको भन्दाखेरि एउटा ट्रेडिसनल वेमा घरघरमा एउटा डालोमा बोकेर चाहिँ काफल बेचिराखेकोलाई मैले अलिकति मान्छेलाई चाहिँ अलिकति हेल्दी हाइजेनिक, ताकि बाटोमा डुलाउँदै जाँदा काहीँ न काहीँ त्यो फोहोर धुलो मैलो हुने सम्भावना हुन्छ, ताकि त्यो चिजलाई चाहिँ मैले अलिकति राम्रो तरिकाले दिने प्रयास गरेको थिएँ। एकदमै रुचाउनु भयो। अब यसमा त कुरा धेरै नै छ सर, एकदम म खुसी छु। काफलको डिमान्ड र जुन तरिकाले काम भइराखेको छ यसमा मैले ठुलो बिजनेस देखेको छु सर। यो चाहिँ खास हाम्रो बिहानको समयमा चाहिँ बनाउने गर्छौँ र कहिलेकाहीँ चाहिँ डिमान्ड हुँदाखेरि अहिले हाम्रो युवा साथीहरूले डिमान्ड गर्नुभएको हुनाले बन्दैछ। अहिले जमराको जुस बन्दैछ। यो बन्दै गर्छ जुस चाहिँ। अब जुस खाँदा खास के फाइदा हुन्छ स्वास्थ्यको लागि? यसको त एकदमै फाइदा छ सर, एकदम कति फाइदा छ भने यसको चाहिँ धेरै नै फाइदा छ सर होइन। त्यसमा मेन भनेको यसले चाहिँ मेन चाहिँ क्यान्सरको कोशिकाहरूलाई पनि मार्ने काम गर्छ। नेपालमा चाहिँ जसले चाहिँ जमरा भित्राउनु भयो उहाँले चाहिँ जमराको जुस खाएर नै क्यान्सरलाई चाहिँ ठिक गरेको भन्ने कुराहरू छ होइन। अनि सुगर प्रेसरहरूलाई पनि, प्रेसरको बिरामीहरूले पनि एकदम रेगुलर कन्ज्युम गर्नुहुन्छ जमराको जुस होइन। यो चाहिँ हेल्दी हुन चाहनेले चाहिँ एकदम विभिन्न रोगहरूबाट बच्नको लागि चाहिँ यो कन्ज्युम गर्नुहुन्छ। बिहानमा अलिक बढी मानिसहरू बिहान मात्रै एकदम बढी चाहिँ बिहान, तर दिउँसो बेलुकातिर पनि खाली पेटमा हुँदा खानुहुन्छ। खाली पेटमा खायो भने गजब हुन्छ। यो गजब हुन्छ, गजब हुन्छ। अनि कसरी दिनुभएको छ यो चाहिँ 30 ml को 30 रुपिस, 60 ml को 60 रुपिस। एमएलमा ब्रान्डेड रक्सी जसरी नै एमएलमा नापेर यसको लाभ चाहिँ रक्सीको तुलनामा थाहा छ, त्यससँग तुलना गर्न मिलेन, तर त्यो नाप्दा चाहिँ
मजाले मिलाएर अहिले हामी कति रुपियाँको दिँदैछौँ? यो हामीले 30 ml को 30 रुपिस अहिले प्राइस हामीसँग उ छैन, खासै फिक्स छैन। 30 ml दिँदैछौँ हामीले। ल जस्तो यो चाहिँ तपाईँले लेख्नु भएको छ कि सुत्केरी र गर्भवती महिलाले खानु हुँदैन भन्नुभएको छ। हजुर उहाँले खाँदा चाहिँ के हुँदो रहेछ, केही छ ज्ञान तपाईँलाई? मेन चाहिँ तपाईँको अब उहाँहरूको त्यो समय भनेको अलिकति क्रिटिकल सेन्सिटिभ समय हो नि त होइन। यस्तो कुराहरूले अलिकति साइड इफेक्ट गर्न सक्छ कि भनेर चाहिँ वैज्ञानिक कारणै भएर चाहिँ खान मिल्दैन भन्ने भएको त्यही होइन कि वैज्ञानिक कारण। यो दिन तयार भइसक्यो अब होइन। एलोभेराको पनि जुस बन्छ हजुर होइन, त्यो पनि दिनुहुन्छ भनेको मानिसहरू अब बिस्तारै आफ्नो स्वास्थ्यमा अलिक बढी सतर्क बन्न थालेको, चिन्ता व्यक्त गर्न थालेको र भोलि हस्पिटल जानुभन्दा आजै आफ्नो स्वास्थ्यको केयर गराउन भन्ने किसिमबाट उद्धत भएको पाउनुहुन्छ बजारमा? कस्तो पाउनुहुन्छ? एकदमै सर, म आफूलाई पनि व्यक्तिगत रूपमा त्यो महसुस गर्छु। किनभने एउटा एजमा चाहिँ हुन्छ नि फास्ट फुड जङ्क फुडहरू एकदम खाने होइन, त्यसले के नै होला र भन्ने हुन्छ। तर एउटा सर्टेन एज पार गरिसकेपछि मान्छेहरू जब बिरामी हुन्छ नि त्यसको चाहिँ अनुभव भइहाल्छ। त्यस कारण नेपालमा चाहिँ अहिले मैले देखिरहेको स्वस्थ हुनलाई, बिरामी भइसकेपछि चाहिँ स्वस्थ हुनलाई बडा मेहनत गर्ने चलन छ होइन। तर त्योभन्दा अगाडिको फेजदेखि नै हामीले अस्वस्थ बनाउन सक्ने के कुराहरू छन् त्योबाट बचेर स्वस्थ जीवनशैली अप्नाउनु पर्छ। हाम्रो रैथाने खानपिन होइन त्यसमै स्वस्थकर कुराहरू छ, त्यसैमा नै फोकस गरेपछि मलाई लाग्छ स्वस्थ युवा हुनु नै स्वस्थ देश हुनु, स्वस्थ देश भएपछि बल्ल चाहिँ देश सम्पन्न हुनु। एकजना मान्छेलाई हामी खुवाउन जाँदैछौँ। खानु ल। तितो रहेछ तर स्वास्थ्यलाई फाइदा गर्छ अरे। तपाईँले कुनै समय सोच्नुहुन्थ्यो कि रैथाने सामग्रीहरू पनि काठमाडौँमा व्यापार गर्न सकिन्छ, त्यो बेचेर पनि घर खर्च चल्न सक्छ अथवा बेचेर पनि हामी चल्न सक्छौँ भन्ने लाग्थ्यो कहिलेकाहीँ? त्यो त मलाई सर एकदमै नलागेको विषय हो। किनभने भन्दा म आफै पनि एउटा म्यानेजमेन्टको विद्यार्थी भएको हुनाले एउटा समाजमा रहेको त्यो सरप्लस चिजहरूबाट बिजनेस बन्छ भन्ने मलाई चाहिँ लाग्थेन पहिले होइन। किनभने त्यसरी कमर्सियली फार्मिङ नगरेर उत्पादन नभएको चिजहरूमा के होला र भन्ने चाहिँ थियो। तर पछिल्लो समय मैले गर्दाखेरि त्यो उत्पादन त बढाउन सकिन्छ नि त होइन। यदि बजारमा चाहिँ त्यसको चाहिँ माग डिमान्ड क्रिएट गर्न सकेपछि त्यसको चाहिँ सप्लाई साइड, त्यसको चाहिँ प्रोडक्सन साइड चाहिँ काम गर्न सकिन्छ भन्ने चाहिँ अहिले फिल भएको छ। उदाहरणको रूपमा मैले तपाईँहरूलाई भन्नुपर्दा यहाँको जति गेडागुडीको आइटमहरू छ होइन, फलकै रूपमा कुरा गर्दा अगाडि मैले भर्खरै तपाईँसँग काफलको कुरा गरेँ होइन, त्यो कुराहरू चाहिँ बजार छ सर। अब यसमा चाहिँ भनौँ न एक लेभलको जीवनयापन होइन, ठुलो सपना पुरा गर्न नसके पनि एउटा एक लेभलको चाहिँ जीवनशैली र आम्दानी चाहिँ यसबाट व्यापकै गर्न सकिन्छ भन्ने चाहिँ मलाई। ओके, जस्तो खपत गर्ने कन्ज्युमर पनि छ, बिचको मिडिएटर तपाईँहरू जस्तो पनि छ, तर रियल उत्पादन होइन जुन ठाउँमा चाहिँ जुन उत्पादन हुने थियो माटो सौँद उत्पादन, रैथाने उत्पादन, त्यो उत्पादन चाहिँ घट्दो छ भनिएको छ कि होइन। त्यसमा चाहिँ राज्यले पनि खास ध्यान दिएको छैन, सब्सिडी दिएको छैन। जति अनुदान पाएका छन् त्यो चाहिँ पहुँचको आधारमा पाएका छन्। गर्नेहरूले व्यावसायिक खेती गरेका छन् ती अलिक फरक किसिमबाट गरेका छन्। तर रियल रैथाने उत्पादन हाम्रै माटोको स्वाद बोकेको, माटोको सुगन्ध बोकेको उत्पादन चाहिँ कमजोर बन्न थालेछ भनेको उत्पादन कम हुन थालेको छ। यतातर्फ चाहिँ तपाईँहरूको ध्यान अथवा सरकारको ध्यान जानुपर्छ कि पर्दैन होला? एकदमै सर, अब उत्पादन कम हुनु भनेको त अब भनौँ न हामी जस्तो चाहिँ जसले चाहिँ मैले नासो भनेर जसले चाहिँ किसानको उत्पादनलाई चाहिँ किसानको नासोलाई चाहिँ उपभोक्तासम्म पुर्याउने भनेर मैले नासो भनेर मैले चाहिँ नामाकरण गरेर पसलको व्यवसाय गरिसकेको छु भनेपछि यसमा एकदमै छ सर समस्या। यो रैथाने उत्पादन मात्रै होइन कि कुनै पनि उत्पादन त देशमा भइराखेको छैन, हामीले सबै आयात गरिराखेका छौँ भनेपछि यसमा समस्या छ सर होइन। यसको लागि चाहिँ अब राज्यले पनि मिनिमम कुराहरू जस्तो काम गरिराखेको व्यक्तिहरूको चाहिँ उत्पादनलाई चाहिँ मिनिमम सपोर्ट प्राइस त हुनु पऱ्यो एउटा होइन। उत्पादन गरिसकेपछि मैले चाहिँ कम्तीमा यतिसम्म बेच्छु है बजारमा भन्ने चाहिँ त्यो त सरकारले चाहिँ एउटा निर्धक्क हुने वातावरण बनाइदिनु पऱ्यो। अनि अर्को कुरा के हुन्छ भन्दाखेरि अब केही कदम कदाचित जस्तो हाम्रोमा मेवा आइरहेको थियो रेगुलर, उसको चाहिँ असिना पानीले सबै ध्वस्त भयो भनेपछि एउटा किसानले उत्पादन गरेको कुरा यदि केही गर्दा चाहिँ तपाईँको सबै कुरा चाहिँ डामाडोल भयो भने अनि त्यसको के त भन्दा अब इन्सुरेन्सको कुराहरू कम्तीमा एउटा बिमाको कुरा अनि त्यसपछि मिनिमम सपोर्ट प्राइस भयो भने चाहिँ गर्न सक्छन् सर सबैले। मैले पनि गर्न सक्छु, म पनि उत्पादनमा जोडिन सक्छु, उत्पादनमै लागेको मान्छे भनेपछि समस्या त्यति हो। त्यसमा चाहिँ राज्यले होइन स्थानीय सरकारले सम्बोधन गर्यो भने
जोडिनुहुन्छ, भविष्य छ, जोडिनुहुन्छ। तपाईँले चाहिँ अहिले आफ्नो जीवनशैलीलाई कस्तो बनाउनु भएको छ? हिजोभन्दा आज कति राम्रो बनेको छ? यो एकदमै धेरै फरक छ सर। अब पहिलेको जीवनशैली र अहिलेको जीवनशैलीमा त एकदम आकाश पातालकै फरक छ होइन। अब मैले बिहानै खाने भनेको सातु खाने हो, सातुसँग हट वाटर हनी, र मैले चाहिँ आजभोलि चाहिँ मेरो आफ्नै टेस्ट के छ भन्दा मैले चाहिँ एकदमै केरा बिक्री वितरण गर्ने भएको हुनाले सातुसँग केरा मिसाएर खाँदा चाहिँ मलाई एकदमै मिठो लाग्ने होइन। बिहानको समयमा मेरो खाजा त्यस्तो हुन्छ, दिउँसोको समयमा पनि प्रायः चाहिँ हेल्दी कुराहरू, फ्रुट्सहरू खाने होइन। हाम्रै तपाईँको जति उत्पादनहरू हुन्छ, रैथाने उत्पादनहरू नै कन्ज्युम गर्ने, खानामा पनि त्यस्तो छ सर। एकदम भनौँ फरक छ। पहिलेको जसरी जङ्क फुड खाने, बाहिरको खानेकुराहरू त्यो एकदमै कम भएको छ हेल्दी। ओके, तपाईँ त पश्चिम रुकुमको मान्छे होइन? त्यो बेला पनि तपाईँको गाउँठाउँमा जे फल थियो त्यही खाएर तपाईँ हुर्काउनु भयो, पढ्नु भयो, शिक्षा दीक्षा ग्रहण गर्नुभयो, त्यसपछि काठमाडौँ आउनुभएको हो नि त। सहर बसेपछि अलिकति बजारमा पाइने प्याकेटका खानेकुराहरू, जङ्क फुडहरू खान थालियो होला। अहिले फेरि बिस्तारै तपाईँ रैथाने चिजमै, रैथाने उत्पादनमै आउनुभएको छ। जस्तो विभिन्न मानिसहरूले अहिले अब आदित्य अधिकारी भाइहरूले नेपाली रोजौँ अभियान सुरु गरेका छन् होइन, कतिपयले रैथाने मुभमेन्ट चलाएका छन् होइन, कतिले स्वदेशी उत्पादन प्रमोट गरौँ भनेर चलाइरहेका छन्। अब हाम्रै प्रधानमन्त्रीज्यूले नेपाली पोसाक, नेपाली चिजहरूलाई, खानेकुरालाई प्रमोट गरिरहनु भएको छ भनेपछि हाम्रै माटो सुहाउँदो, माटोमै उत्पादन भएका अथवा हाम्रै स्वदेशमा उत्पादन भएका चिजहरू लगाउने खाने बानी बसाल्यो भने त त्यसले त झन् उत्पादन वृद्धि गर्ने भयो होइन, उत्पादकलाई झन् हौसला थप्ने भयो होइन। यसमा तपाईँको आफ्नो भनाइ के छ? एकदमै सर, यो त भनौँ न यो सही समय हो सर, यो राइट टाइम हो। अब हामीले चाहिँ व्यापक यसमा चाहिँ राम्रो उन्नति प्रगति गर्नको लागि एकदमै राम्रो समय हो होइन। किनभने यति बेला युवा प्रधानमन्त्री हुनुहुन्छ जसले देशको उत्पादनलाई प्रमोट गरिराख्नु भएको छ होइन। भनेपछि धेरै मुभमेन्टहरू छ, जस्तो हाम्रो आदित्य भाइले चाहिँ गरिराख्नु भएको छ नेपाली रोजौँ अभियान भनेर। नेपाली उत्पादनहरूलाई चाहिँ कन्ज्युम खानेकुराहरू गर्नु पऱ्यो होइन, लगाउने कुराहरू गर्नु पऱ्यो, आफ्नै देश घुम्नु पऱ्यो भनेपछि हामीले आफ्नो चिज बचाउन सकेनौँ होइन, हामीले आफ्नो चिजमा गौरव गर्न सकेनौँ भने देश त बन्नै सक्दैन होइन। म नेपालमा बसिराखेको छु भनेपछि नेपाललाई अलिकति उन्नत गर्नको लागि त कृषिमा केही राम्रो गर्न सकिएन भने त त्यो राम्रो भएन। तसर्थ मलाई के लाग्छ भनेपछि यही क्षेत्रले नै देशलाई चाहिँ अर्को स्टेप पाइला चाहिँ दिन सक्छ। यही कृषिले, यही स्वदेशी कुराहरूले हाम्रो परिचय नै हामीले चाहिँ परिचयमा नै काम गर्न सकेनौँ भने त देश उन्नति हुन सक्दैन। त्यसलाई चिनाउने कुरामा चाहिँ हामीले काम गर्नु पऱ्यो, त्यसमै व्यापार बनाउनु पऱ्यो, बिजनेस त्यसमै बनाउनु पऱ्यो।